भन तिमीलाई ठुलो भएर के हुने विचार छ? फुटबल खेल्ने। गाइस गुड मर्निङ, वेलकम टु माई न्यू भ्लग। गाइस आज मेरो भ्लगको दोस्रो दिन। म चाहिँ यता बाहिरतिर घुम्न आएको थिएँ कि घरभन्दा बाहिर घुम्न आएको थिएँ। त्यही हो मेरो घर। खै जुम गरिदिन्छु थोडा। त्यो जुन निलो पाल छ नि हो त्यही घर हो। यताको छिमेकीको घर हो, यताको दुईटा, यताको पनि आन्टीको छिमेकी आन्टीको घर हो। यताको यो पनि छिमेकी आन्टी घर हो। यो मेरो घर, यो पनि छिमेकी आन्टीहरूको घर। म चाहिँ यता घुम्न आएको थिएँ घरभन्दा बाहिर। बिहान नै उठेर आज अर्को भ्लग स्टार्ट गर्छु भनेर। जाम गाइस म घरमा आइपुगेँ। यही हो मेरो किचन, यस्तो छ। यता चाहिँ जाडोमा खाना पाक्छ, यता चाहिँ गर्मीमा खाना पाक्छ। भित्र को छन् खै हेरौँ। ओए आर्यन आयो, आर्यन आइज। मेरो छिमेकी अन्त आर्यन होइन। ल भित्र चल। यही हो गाइस मेरो घर। ए यस्तो यिनी चाहिँ सौगात, यिनी चाहिँ मेरो भान्जा। यिनी चाहिँ अब दिनदिनै भ्लगमा देखिन्छन्। देखिन्छौ कि नाइ? तँ देखिन्छस्? ल ल को देखिन्छौ भन त? ल ल ल आज क्रिकेट खेल्ने है। खेल्छौ कि नाइ? ल भन तिमीलाई ठुलो भएर के हुने विचार छ? फुटबल खेल्ने। ओए रोनाल्डो। तिमी? आर्मी मतलब नेपालको सेवा गर्ने। ए गाइस यिनी फुटबल इन्डियाको फुटबलर रे। यिनी चाहिँ नेपालको आर्मी। अहिले हेर्न नि त दिउँसोतिर आइज नि त, दिउँसोतिर है। ल ओए खाना पाकिसक्यो बल्ल। न पछाड न रिमोट के भयो र? बिग्रियो। को पागल? होला गरिस् अन्त कुरा। राम्रै कुरा गरिस् भाइ। पाक त क्या राम्रो भएछ त यार। के भयो? को गणेश मामा कता? नाइ चर्न यहाँदेखि होइन के यतादेखि हो। कता छ र? यो काट्ने हो र? उयो रुख उहाँदेखि चर्नु नि त। उहाँदेखि म सारिदिन्छु नि त। यो त आँप हो नि। अर्कोचोटि त फल्छ यो। हाम्रोमा पर्छ। किम्ला छ तेरो यहाँ यो खस्छ अहिले फेरि खस्छ यो तलको। सौगात के गरिरहेछौ?
गयो गयो म तल झर्छु है म तल झर्छु अझ खस्यो भने अहिले म तल झरेँ यार अहिले यो खस्छ के टोइलेट खस्छ अलि माथि आउनु नि त कि त यहाँ आउनु कुम्बार काट्ने किम्ला छ र त्यो कतै त्यहाँ कहीँ छ होला कि किम्ला पोका माथितिर गिरौँला छ है धेरै तार छिन्ने यति ठुलो रुख गरौँ धोले यार ओए यहाँ के हो यो बारीमा नाइन टिप एक हान दिनु खै फल्यो पाकेको वाला लगिदेऊ रे ठुलमम्मीलाई अयो ठुलमम्मीलाई हयो लगिदेऊ रे पाकेको वाला छिनाल न यसरी राम्रोसँग लौ लगिदेऊ कुन खुइका आइदिने त्यो नचलाइदिनु न त्यहाँबाट नकाट्ने यता काट्दिनु बन्छ र दिन्छन् ल म मागेर ल्याइहाल यत्रो रुख ऊ त आमाको काली आमाहरूको त्यसलाई उचाल्नु यहाँ कहाँ बाँच्छ जस्तो लाग्यो मलाई कति भारी छ यार एक ठुलो रुख काट्दिनँ यार पानी आछ हौ अब नास्ता खाने नास्ता चाहिँ यो बन्यो नास्ता खाने अब भित्र पनि खाइरहेछन् गाइस हजुरहरूलाई भिडियो कस्तो लाग्यो भिडियो मन परेमा लाइक गरिदिनु होला साथै कमेन्ट सब्सक्राइब गरिदिनु होला अर्को भिडियोमा भेटौँला हस्त बाई